बिचरा रुने जस्तो भइसक्यो अनुहार त यो अनुहारै गट्ठै भरे के साह्रो कमेन्ट भयो भने म त यहाँ अहिले पिट्छु है फेरि मासु जिन्दाबाद हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु आवर युट्युब च्यानल आज फेरि पनि हामी अर्को नयाँ भिडियो लिएर तपाईहरुमा आज आइसकेका छौं आज तपाईहरु हेर्न यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ फरक कुराहरु छ फरक भन्दा पनि यहाँनिर चाहिँ राइस छ हैन अनि यहाँनिर चाहिँ चिकन ग्रेभी छ त्यसपछि यो चाहिँ सलादको रूपमा अलिकति गाजर र मुला छ अनि दुईटा ग्लास पानी छ अब यो चाहिँ हामी के गर्दै छौं भन्नुहुन्छ भने आज चाहिँ हामी राइस च्यालेन्ज गर्दै छौं है चिकन र राइस यो चिकन ग्रेभी अनि राइस चाहिँ च्यालेन्ज गर्दै छौं अनि जो छिटो सकाउँछ जो छिटो खान्छ त्यो चाहिँ आजको विनर हुन्छ हैन अनि जो ढिलो खान्छ त्यो चाहिँ आजको लुजर हुन्छ हाम्रो दुईटैको बराबर छ है एक एक बाउल एन्ड राइस छ लुजरलाई पनिशमेन्ट हो कि नै त पनिशमेन्ट पनि हुन्छ लुजरलाई हैन ठीक छ अब हामी चाहिँ च्यालेन्ज गर्दै छौं के कस्तो हुन्छ भिडियो हेर्दिनु होला माया गर्दिनु होला हाम्रो भिडियो पहिलो पटक हेर्दिनु छ भने हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र छेउमा रहेको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला भन्न चाहन्छु कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला लाइक कमेन्ट शेयर गरिदिनु होला भन्दै आजको लागि ढिलो नगरी हामी भिडियो सुरु गर्दै छौं लेट्स गो रेडी ल रेडी 1 2 3 गो ल त्यो चाहिँ यहाँनिर चिकन ग्रेभी प्लस राइस वाओ आओ राखिदिन्छु मिठो तातो सुरुमै पानी खान्छु है म त मिठो भएको छ लुजर चाहिँ बवाल पनि सुन्छ है ग्रेभी मिठो है मजा आउने क्या खाना तातो आज हामीले चाहिँ दाल तरकारी केही पनि पकाएन है मासु जिन्दाबाद ढिलो पनि भइरहेको थियो खाना पकाउँदाखेरि अनि भएर दाल तरकारी नपाउने आज चिकन ग्रेभी पनि खाने भन्ने कुरो भयो होइन त हुन्छ मासु पनि सबै खाने सबै खाने आज त लुजर भयो नि नखाए त नखाने लुजर बनाउनु छ फिरा तल गयो मोलमा धेरै छ क्या हो बराबर
पानी खानु मजै बेग्लै आउँछ है मैले पानी खाएको थिएन म चाहिँ खाना खाँदाखेरि पानी खानु लास्ट मजा आउँछ धेरै भयो सबै खानुपर्छ सबै पेटमा भएको सबै खाने मनै हो कि दुधहरू हुँदा यस आई एम द विनर फेरि पनि आज म विनर भइसकेँ साथीहरू यहाँनिर चाहिँ यत्रो धेरै चिकन पुरै बाँकी चाहिँ खाएकै थिएन मजा सपाइसकेँ साथीहरू सबै यहाँको सलाद राइस चिकन पानी सहित सकिसकेँ मैले त सबै पुरै खाइसक्यो आज पनि विनर भइसकेँ लुजर हजुर बानी परिसक्यो होला अब त लुजर हुँदा हुँदै होइन म खाँदैन पेटमै अड्दैन क्या ल ठिक छ आई एम द विनर मलाई पहिल्यै थाहा थियो क्या छैन कामै छैन जहिले पनि च्यालेन्ज गरौँ भन्ने हो भन्ने चाहिँ सुरुमा अनि लास्टमा फेरि खान सक्ने होइन क्या अरे कहिलेका अववादमा एक दुईपल्ट खान सके मात्रै हो नत्र भात चाहिँ म धेरै खान सक्दैन क्या च्यालेन्ज गरौँ चाहिँ किन भने त नखान सक्नु भयो सक्छु कि जस्तो लागिरहेको थियो अब परास्त चाहिँ गरेकै हो ठिक छ साथीहरू अब म चाहिँ विनर भइसकेँ होइन विनर भइसकेपछि अब एउटा फाइदा चाहिँ हुन्छ नि त पनिसमेन्ट दिन पाइन्छ लुजरलाई बिचरा आज पनि फेरि पनिसमेन्ट पाउँछ उसले है डर लागिसक्यो यार पनिसमेन्ट सुनेर डर त त्यस्तै हो अब धेरै स्टिम पनि नगरौँ होइन बिचरा अब फेरि गाह्रो हुन्छ भनेर आज चाहिँ उसलाई पनिसमेन्ट के हुन्छ भन्दाखेरि यहाँनिर चाहिँ लसुन छ है 2टा लसुन छ यो लसुन चाहिँ उसले खानुपर्ने हुन्छ यहाँ राखिदिन्छु ल त्यस्तो कहाँ हुन्छ बे होइन म यो त धेरै गाह्रो हुँदैन नि त लसुन खान त है गाह्रो हुँदैन रे गाह्रो खासै खाने मान्छेलाई त गाह्रै त हुन्छ ल खाइहालौँ ल रेडी चलो 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 खाइहालौँ रेडी खाम 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 छिटो छिटो अहिले सबै खानु सर्ला कि त्यो के गाह्रो हो ए रुल खाऊ छिटो किन फाले फाले पनि खानुपर्छ अब त्यो अर्को एउटा केही छैन त खै यो एउटा अर्को पनि छ खानु न एकचोटि न म त खानु यति पिरो चाहिँ छोडिदिनु पिरो त हुन्छ नि त लसुन त भइहाल्यो त्यही पिरो हुन्छ भन त बिहा नि छिटो 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 छ्या सर्लकै खाऊ न यार के डराइरहेको त्यति खान पनि मान्छेले कस्तो कस्तो च्यालेन्ज गरेर अरे अरे बमिट भयो भने म त यहाँ अहिले पिट्छु है फेरि
यति लसुन खान पनि यस्तो गाह्रो हुन्छ र भने के साह्रो खै यता त्यस्तो गाह्रो भयो ठिक छ हुन्छ नि त लुजर भएपछि हुन्छ नि त गाह्रो है मजा आयो ल पानी खान दियो अब पानी खाऊ पानी त अघि खाइसक्यो कि यस्तो पिरो के खुर्सानी भन्दा पिरो के अच्छा यस्तो पिरो हुन्छ र पनिसमेन्ट कहाँ सजिलो हुन्छ त त्यति सजिलो पनिसमेन्ट हुन्छ झर्का दियो यार ल ठिक साथीहरू उसले चाहिँ अब एउटा पनिसमेन्ट पाइसक्यो लसुन खायो होइन मजा आयो नि त एकछिन बिजारा टाउको रुने उडाल्यो जस्तो अब। भइसक्यो अनुहार त यो अनुहारको त्यही भएर ठिक साथीहरू होइन विनर भएपछि फाइदा त हुन्छ नि त कि विनर हुनु पर्यो अब त्यो पनिसमेन्ट नलिनुलाई ठिक छ अब उसले पनिसमेन्ट पाइसक्यो अब म चाहिँ विनर भइसक्यो आज होइन विनर भएर पनि पनिसमेन्ट पनि दिइसकेँ रमाइलो भयो मजा आयो खानासाना खायो होइन च्यालेन्ज पनि भयो अर्कोचोटि अब हेर्दै राख्नु अब अर्कोबाट विनर हुँ गाह्रो हुन्छ अर्कोचोटि विनर हुने कोसिस गर्नेछु होइन ठिक साथीहरू अब भिडियो यसको के बदला कस्तो लाग्यो? लाग्नेछु अर्कोचोटि अच्छा है ल ठिक छ यसको ल बदला ल ल हेरौँ त हामी पनि हेरौँ हामी पनि कमजोर त होइन नि त होइन ठिक छ अब जस्तो भए पनि हामीले चाहिँ भिडियो सकाइसकेका छौँ होइन अब च्यालेन्जहरू पनि प्लिज सबै प्लिज सकेका छौँ। साथीहरू हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला सेयर गरिदिनु होला अनि कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनु होला भन्न चाहन्छौँ तपाईँहरूको साथ सपोर्ट माया हामीलाई निरन्तर आवश्यक छ निरन्तर दिइरहनु होला भन्दै आजको लागि हामी छुट्टिन्छौँ फेरि अर्को यस्तै नयाँ खालको रमाइलो भिडियोमा तपाईँहरूसँग भेटिने बाचा गर्दै आजको लागि हामी बिदा हुन्छौँ हवस् धन्यवाद धन्यवाद। नमस्कार बाई 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 बाई